पार्टी एउटै हो, सबै नेता एउटै हो भन्न छान्नुहोस्। यो देशको प्रत्यक्ष कार्यकारिणी राष्ट्रपतिको असली हकदार, असली निर्माणकर्ता, असली एजेन्डा बोक्नेवाला पार्टी नेकपा माओवादी केन्द्र हो। अध्यक्ष 100% हो। आउनुहोस्, केन्द्रित हुनुहोस्। यो देशमा तपाईहरुले गरेको यो क्रान्ति हामीले मानेका छौं, नेकपा माओवादी केन्द्रले मानेका छन्। गुण्डुमा बसेर महेश बस्नेत र केपी ओलीले तपाईलाई गाली गरिराखेका छन्, तपाईको के पनि होइन भनेर चाहिँ उडाइराखेका छन्। हामी यो क्रान्तिलाई क्रान्ति मानिराखेका छौं। यद्यपि हाम्रो यो पार्टी कार्यालय जलेको छ र पनि हामीले यसलाई रेभोल्युसन मानेका छौं। एउटै हो, उस्तै हो, एउटै पार्टी हो। यो छोड्नुहोस् र माओवादी केन्द्र यो एजेन्डाको पक्षधर हो भन्ने कुरा मान्नुहोस्, केन्द्रीकरण हुनुहोस्। तपाईले बेलामा बुद्धि पुर्याएर आउँदो चुनावमा नेकपा माओवादी केन्द्रसँग सम्पूर्ण जेनजी केन्द्रित हुनुभयो भने मलाई लाग्छ हामी 2 तिहाई मत ल्याउन सक्छौं। 2 तिहाई मत नल्याइकन यो देशमा प्रत्यक्ष कार्यकारिणी राष्ट्रपति प्रधानमन्त्री के पनि हुनेवाला छैन। तपाईले नयाँ पार्टी खोलेर 2-4 जना जम्मा गरेर 10 सिट ल्याउनु होला, तपाईले यो संविधान के पनि बदल्न सक्नुहुन्न, के पनि हुनेवाला छैन। त्यसकारण विकेन्द्रीकृत खुद्रा पसल थाप्न छोड्नुहोस् र यो एजेन्डाको असली नेतृत्वसँग सहभागी हुनुहोस् र यो सद्बुद्धि यो दीपावलीको सन्दर्भमा तपाईहरु सबैलाई आओस् भन्ने कुराको शुभकामना व्यक्त गर्दै म आफ्नो धन्यवाद।